हेलो एभ्रिवान। म भने चाहिँ भर्खर डिनर गरेर बसेको। हजुरहरू त सुतिराख्नु भएको होला होइन आजकल के देख्दैछु दिनको दिन कलियुग लाग्दै गएछ। कलियुग त कलियुगै हो होइन, अझै कलियुग देख्नु बाँकी नै छ। कलियुगको जमाना हो अहिले। जमाना पनि कहाँ पुगिसक्यो के भएर होइन, कस्तो जमाना देख्न थाल्दैछ होइन। के हो आजकल त कोही यत्रो नानीहरू पनि सेफ छैन हो। आफ्नै अब होइन, रिसेन्टली पाकिस्तानमा भयो घटना। कति महिनाको नानी आफ्नै मामाले रेप गरेको है। उसले आमाछेले चाहिँ मामाको भरोसामा छोडेर गएको, मामाछेले त्यस्तो काण्ड गरिदिएको हेर। त्यो पनि कुनै कति मन्थ्सको मात्रै थियो नानी, इयर पनि पुगेको थिएन, 1 साल पनि आई थिङ्क पुगेको थिएन होला। त्यो नानीलाई त्यसको मामा 17 कि 18 वर्षको थियो। के चाहिँ देखेर चाहिँ के चाहिँ सोचेर हो एकखेप गर्नु, मतलब त्यस्तो काण्ड गर्नुभन्दा अगाडि के थिङ्किङ, त्यतिखेर चाहिँ उनीहरूको दिमागमा के राक्षस पसेको हुन्छ होला है। राक्षस चाहिँ पसेको हुन्छ होला, शैतान क्या, शैतान हावी भएको हुन्छ होला कि। त्यो यत्रो नानी र ठुलो मान्छे र सानोमा पनि अब अन्तर नगर्नु सक्ने त्यो बेलामा चाहिँ त्यतिखेर। अब यहाँ हेर्नुहोस् फेरि अहिले फेरि के भएको, यहाँ नेपालमा फेरि 3 वर्ष होइन, 3 वर्षको नानीलाई फेरि त रेप गरेछ फेरि हो। त्यो पनि अब 2 जनाले, एउटा 2टा नानीको बाउ अरे, एकजना भर्खर 16-17 वर्षको अरे होइन। के चाहिँ भएको हो, त्यत्रो नानीलाई नछोडेको, यत्रो नानीलाई पनि। अनि फेरि नानीको उसको पनि छोरी रहेछ है, 2टा छोरी। एक थट आउँदा, सोचाइ आउँदैन त्यसो। त्यतिखेर चाहिँ पक्कै पनि तिनीहरूको त्यो उसमा क्या हावी, शैतान राक्षस नै हावी भएको हुन्छ होला क्या। यत्रो नानी र त्यो ठुलो र सानोमा पनि अन्तर नछुटाउन सक्ने त्यतिखेरको बेलामा चाहिँ, त्यो बेलामा त्यस्तो काण्ड गर्ने बेलामा चाहिँ यस्तोहरूलाई चाहिँ क्या अब डाइरेक्ट फाँसीको सजा, 10 सालको सजा, 15 सालको सजा चाहिँ होइन, डाइरेक्ट कि पब्लिकको बिचमा ल्याएर चाहिँ क्या के भन्छ, तर्पाई मार्नुपर्ने, तर्पाई कि अन द स्पट डेड। यो चाहिँ यस्तो सजा चाहिँ हुनुपर्ने। त्यो 10 साल बाद फाँसीको सजा त्यस्तो हुँदैन कि 5 साल बाद, 10 साल बाद। 10 साल बादबाट फेरि के हुन्छ, जेलबाट छुटेर आइहाल्छ होइन। अझै इगो राखेर आउँछ तिनीहरूले, त्यस्तो मान्छेहरूले चाहिँ क्या। अनि त्यस्तोहरूलाई चाहिँ डाइरेक्ट अन द स्पट कि डेड मारिदिनु पर्ने त्यहीँ। अन्त कि नै त कि पब्लिकको बिचमा छोडिदिनु पर्ने, पब्लिकहरूले डिसाइड गर्छ के गर्नुपर्छ भनेर। अनि के देख्नु परेको अहिले। अब अझै अगाडि के देख्नुपर्छ ल होइन। जति पनि कतिले आवाज उठाउँदैछ होइन, उठाउँछ, तर खै रेप केस त घट्दैन त। घरि कुन चाहिँ देशमा भयो, घरि कुन चाहिँ स्टेटमा भयो, घरि कुन चाहिँ जग्गामा भयो। अनि यो के भन्छ, रेपको केस चाहिँ कहिले चाहिँ अब सक्ने 1-2 दिन भन्छ, 1-2 दिन प्रोटेस्ट गर्छ होइन, त्यो क्यान्डलहरू त्यस्तो गरेर के होइन। सबसे पहिला चाहिँ यहाँ चाहिँ कडक के भन्छ, एकदम राम्रो चाहिँ अब के भन्छ, सिधै अब मत डेड अन द स्पट चाहिँ डेड गरिदिनु पर्ने त्यस्तो मान्छेलाई क्या, अन द स्पट मारिदिनु पर्ने। अनि त्यही हो अब तब चाहिँ अब होइन, त्यो जो अब त्यस्तो के भन्छ, नानीहरूले पनि, त्यो नानीहरूको आत्माले पनि मुक्ति पाउँछ, देखेर मुक्ति पाओस् होइन, आत्माले शान्ति पाओस्। नै त उनीहरूको त्यो नानीहरूको आत्मा पनि भट्किरहेको हुन्छ नि। मेरो के भन्छ, जसले अब यस्तो काण्ड गरेर खुलेआम घुम्दैछ भने त तिनीहरूको त्यो नानीहरूको आत्मा त भट्किरहेको हुन्छ नि होइन। हुनु त के भन्नुहुन्छ तपाईँहरू। अनि दिन ब दिन रेप केस घट्छ कि भनेको त घरि नघरि रेप केस त बढेको। त्यत्रोजनाले पनि आवाज उठाउँछ, त्यत्रोजनाले यो टपिक रेप यसमा बोल्छ, तर पनि हुन्छ नि, काण्ड गर्ने मान्छेलाई चाहिँ कतै केले छेक्नु सक्दैन भन्छ नि, कतै न कताबाट चाहिँ गरि नै राखेको हुन्छ। सो त्यही भएर चाहिँ अब होइन, के भन्छ, अब चाहिँ सेफ्टी भन्ने चाहिँ कहीँ छैन। सो आफै नै अवेरनेस भएर बस्नुपर्छ होइन। यो चाहिँ अब सबै केटीहरूलाई भनेको, अब सबै है केटी जति हामी जति सबैजना सेफ, कहीँ जग्गा छैन सेफ क्या। आफन्तहरूलाई पनि आफन्त आफ्नो मान्छेहरूलाई पनि ट्रस्ट गर्नु सक्दैन, यस्तो जमाना आइसकेको छ। सो यति भन्दा नै म चाहिँ भिडियोलाई यहीँ एन्ड गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाइ।